हेलो सम्पूर्णजनामा मेरो रवि सानीको तर्फबाट नमस्कार। यो हाम्रो देशको सम्पूर्ण दलको नेताहरूले यस्तो देशको अवस्था बनाइदिएको छ भने हेर्नु न, विश्वको रेकर्डमा पनि हाम्रो देश पर्छन्। त्यो केमा पर्छ नि, विश्वमा सबैभन्दा बढी सरकारी बिदा हुने देश कुन हो भनेर आउँछ भने हाम्रो नेपालै आउँछ। यसको लागि सम्पूर्ण पार्टीको नेताहरूलाई मेरो रवि सानीको तर्फबाट मुडी धन्यवाद। यस्तै बढाउँदै जानु बिदा, हरेक त्यौहारमा बिदा लिनु, हरेक कार्यक्रममा बिदा लिनु, त्यस्तै बिदा बढाउँदै जानुहुन्छ भने हाम्रो देशको सम्पूर्ण सरकारी सङ्घ संस्था, विद्यालय, स्वास्थ्य सबैमा धेरै राम्रो असर पर्छ। तपाईहरूको यस यो कारनामाको कारणले नै हामीहरूलाई धेरै खुसी लाग्छ। हाम्रो देशवासीलाई सम्पूर्णलाई धेरै खुसी छ, किनभने यस्तो बढी बिदा भएको देश कुन हो। जति बिदा हुन्छ जति सरकारी कर्मचारीहरूलाई राम्रै हुन्छन्। त्यस कारणले अब यस्तो बिदा हुँदै प्लस जाँदै गर्छ भने हाम्रो देशको शिक्षामा पनि धेरै सुधार हुन्छ। प्रत्येक महिनामा 20 दिन बिदा भयो भने हाम्रो देशको बच्चाहरू धेरै राम्रोसँग पढ्छन्। अनि यस्तो पनि गर्दाखेरि तपाईहरूले लाज लाग्दैन भोट माग्न आउनको लागि? देशमा यस्तो कति बिदा हुन्छन्? बिदा तपाईँ राजनीतिमा गर्नु, अर्को काममा गर्नु, तर हरेक कार्यको लागि पुरै संस्था पनि बन्द गरेर बिदा माग्नुहुन्छ भने, विद्यालय बन्द हुन्छ भने शिक्षामा कसरी सुधार हुन्छ? यसरी गरी देश अगाडि बढ्छन्? त तपाईहरूलाई लाज लाग्नु पर्छन्। यो जे जुन पार्टीमा लाग्नु, जे गर्नु त्यो मतलब भएन। तर कमसे कम सरकारी बिदा त काट्नु। सरकारी बिदा काट्यो भने हाम्रो त स्कुलहरू, सरकारी जति सङ्घ संस्था सबै चल्छन्, त्यसमा त असर पर्दैन नि। तपाईँहरूको कारणले पुरै देश बर्बाद भइरहेछ नि। तपाईँहरू भन्नुहुन्छ देश सुधार्छु, यो देश सुधार्ने काम छैन, यो देश बिगार्ने काम छ।